हेलो गाइज नमस्ते सम्पूर्ण मेरो फेसबुकमा जोडिनु भएका सम्पूर्ण साथीहरूलाई आज हामी चाहिँ अब हाम्रो टिका चाहिँ स्टार्ट हुन्छ। टिका लाउनु पर्ने चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ, ठुलो हुनुहुन्छ, हाम्रो बजे हुनुहुन्छ, आन्टी आन्टी आमा कान्छी आन्टी सबै मेरो भाइ बहिनीहरू हुनुहुन्छ यहाँतिर। यो एकदम अब राम्रै पाउने सोचमा छौँ हामी। अब चाहिँ हाम्रो स्टार्ट हुन्छ टिका है गाइजहरू। अब राम्रो पाउनुपर्छ। ल अब हाम्रो टिका एकछिनमा स्टार्ट हुन्छ। अब मैले धेरै दिनपछि लगभग 4-5 वर्ष पछिको कुरा होला सायद मैले टिका लाउन ठुलो बुवाकोसँग पनि पाएको छैन, अङ्कलसँग पनि पाएको छैन। अब म लाउँछु, त्यो मेरो लागि एउटा गर्वको कुरा हो गाइजहरू होइन। त्यही भएर अन्तिमसम्म मेरो भिडियोहरू हेरिदिनु होला भन्न चाहन्छु। खुसी लागिरहेछ आज धेरै दिनपछि यसै लाउन पाउँदा। ल गाइज है, अब चाहिँ हाम्रो ठुलो बुवाले चाहिँ अब दियो बाल्दैछन्। हाम्रो स्टार्ट हुन्छ अब एकछिनमा। भएन अहिले कहाँ बित्ताउनु त बाछे हाम्रो धोका भयो नि उइदी हुन्न आज उइदी दिदिरा बेलबारे बनाउनु न अब यता बेते हुन्न त्यता ओ उइ चेठरी बेच्ने को पनि तु राम नभाइए रामदी गया जी थोड़ा बड्डा पनि के एक ठालु भइ गयो कि दुन के आगो दन्की सेक्टर भयो अनि दियो पनि भालो टक्क। अब चाहिँ हाम्रो बुवाले चाहिँ बनाउँदै हुनुहुन्छ है दियो। अब हामी चाहिँ टिका लाउनको लागि एकदम रेडी छौँ। हाम्रो परिवार सबै रेडी छ कि नै छ नि। ल अब चाहिँ परिवार आइए परिवार पुरा बितान आज जाइदि गाइदि बुटा के हाम्रो मुखले त पुटा बजै दसे निन्दु जन ओदा मुख दियो कहिले अझ मुख दोइकिन आज छोड दियो जा निने आइजो भदेखि मुख हेर किन बोल जा मुख दोइकिन आ भने मुख दोइ जा चस्मा लाले आका रात अब स्टार्ट भयो। हाम्रो चाहिँ टिका चाहिँ कार्यक्रम भइरहेछ, लागिरहन् टिकाहरू लागिरहेछ हाम्रो अन्टरहरूले। हामी सबैलाई हाम्रो बाँकी छ अझ सबैको लाउनु बाँकी छ नि त। साइनेन्टेर भोज है, साइनेन्टेर भोज लगाइरहनु भएको टिटा टिटा आमाको पालो छ, कान्छी आन्टीको पालो हो। त पारीको भ्यू देख्न सक्नुहुन्छ तोलियो चाहिँ ह्याप्पी दसैँ वाल लगाए। यसरी हाम्रो चाहिँ भाइ टिका दसैँ टिका लगाइरहन्। र म आज धेरै यस्तो स्पेसल्ली मैले कहिले पनि देखेको थिएँ यसरी लगाएको। हामी चाहिँ कोही कहीँ भएर यसो टाइम मिलाएर यसो सबैको भएर हामीले यसरी टिका लगायौँ। मेरो बजे त खान्, मेरो अग्रज व्यक्ति त मेरो बजे छ बजे लौ मेरो बजे त खान् सबै टिका लगाइरहन्। हजुर पठाइदिन्छु नि म लाउनु लाउनु। हाम्रो घरको दसैँ टिका चाहिँ तपाईँको 1-2 घन्टा लाग्छ कि यति धेरै मान्छे हुन्छ। हाम्रो सबै लाउनु पर्ने हुन्छ नि त, त्यही भएर सबैले एकमुस लाउँछ यस्तो धेरै टाइम हुन्छ कि लगभग 2-3 घन्टा लाग्छ। त्यस्तो यहाँ लागिरहनु अहिलेसम्म बजेर कान्छी आन्टी लगाइरहनु भएको यहाँ लगाइसक्यो। तुले बिएना लाया सी उला न ल बिएना गाना राम्रो थियो। जेटी चस्मा अलि माइली टिकाली कान्छी यहाँ हाम्रो विनायक हो। विनायक पुरा नम्बर 3 पछाडिको भ्यू देख्नु सक्नुहुन्छ। ओ माई गड उता तोलियो हजुर। लाला पुरानो पुगिदे
लान त गीतै अर्को गीत हाम्रो चाहिँ अब खाना बन्दैछ टिग्राले खाना बनाउन लागेको छ अनि यसरी हाम्रो कालबहादुर छ यता हाम्रो आमा छन् आज अनि खाना हामी बनाउँदैछन् मिठो बनाउनुपर्छ है म पनि खान्छु म त सोधेर भर्खर उठेको नेट चलेको छैन आमामा त टिग्राले खाना बनाउँदैछ सुशील यता छ हिरो कलुवा यिनीहरू